हिजोको भिडियोमा हामीले ब्याकेटलाई कसरी बनाउने र ब्याकेटको डो कसरी बनाउने भनेर सिक्यौ भने आजको भिडियोमा फोल्ड कसरी गर्ने भनेर सिक्छौ। हेलो एभ्रीवन, माय नेम इज समीर, वेलकम ब्याक टु माय च्यानल वन्स अगेन। न्यू भिडियोमा चाहिँ मैले कसरी चाहिँ ब्याकेटलाई फोल्ड गर्छौ भनेर हामीले सिक्छौ। हेर्न सक्नुहुन्छ रोल कसरी गर्नुपर्ने हुन्छ ब्याकेटलाई भनेर चाहिँ हल्का डस्ट गर्ने आफ्नो हातमा फ्लोर अनि यसरी चाहिँ रोल गर्नुपर्ने हुन्छ, किनभने एकदमै सेन्सिटिभ गिलो हुन्छ, यसलाई चलाउन अलिकति गाह्रो नै हुन्छ कतिजनालाई चाहिँ, नर्मली मान्छेहरूलाई। यसरी चाहिँ हामीले फोल्ड गर्नुपर्ने हुन्छ। मैले हल्का क्लिप पनि राखेको छु। अब फोल्ड त गर्यो, अब यसलाई प्रुफ पनि गर्यो। अब यसलाई बेक चाहिँ कसरी गर्ने, बिकज वी डोन्ट ह्याभ स्टिम ओभन भनेर भन्नुहुन्छ कतिजनाले, पिज्जा ओभन छ भनेर। सो स्टिम क्रिएट गर्नुपर्ने हुन्छ हामीले। पहिल्यै सुरुमै ओभनलाई प्रिहिट गर्ने अनि त्यसमा एउटा कन्टेनर राख्ने जुन चाहिँ अलरेडी प्रिहिट हुन्छ, अनि त्यसमा हामीले आइस क्युब राख्ने, जस्तो मैले राख्दैछु। अनि त्यो तरिकाले राख्यो भने त्यसमा स्टिम क्रिएट हुन्छ अनि राम्रो रिजल्ट आउँछ। तपाईँले हेर्न सक्नुहुन्छ कटिङ पनि एकदमै राम्रो मिलेको छ। 250 डिग्री सेल्सियस टु 200 डिग्री सेल्सियसमा चाहिँ यो ओभनमा हामीले बेक गर्नुपर्ने हुन्छ पिज्जा। थ्याङ्क्स फर वाचिङ। केही क्वेसनहरू छ भने चाहिँ प्लिज कमेन्ट डाउन एन्ड आई विल रिप्लाई ब्याक।